म पनि सन्चै छु। यो बुद्धको पछाडिपट्टि फोटो राखेर ओहो माहौल त एकदम शान्त माहौल बनाएर बसेको छौ त। मलाई अब अलिकति मनपर्छ पिसफुल। कहाँ भन्यो पहाड कहाँ भन्यो तिमीले आफ्नो? मेरो दार्चुला सुदूरपश्चिम। ए दार्चुला हो सुदूरपश्चिम। हजुर हाय 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 ठिक छ ठिक छ ठिक छ म त आज एकदम। आत्तिर म लाइभ आएदेखि होइन सबैजनाले आज फुल बोयसँग जोड्नुपर्छ है भन्ने गर्दै हुनुहुन्थ्यो। म त यस्तो एक्साइट। ओके मैले हिजो भनेको थिएँ फ्राइडे चाहिँ जोइन हुनु होला ल भनेर भनेको थिएँ, तर मलाई हिजो चाहिँ थाहा थिएन कि फ्राइडे चाहिँ आज हिजोको आज हो भनेर थाहा थिएन कि बिर्सेको थिएँ। ओके रिया हजुर म धेरै त्यो बोल्दैन यताउति गर्दैन ओके। एउटा दामी के न के त्यो प्रिपेयर गरेको छ होला नि त, किनकि आज चाहिँ म यो चाहिँ आज बबाले हान्छु, बबाले आज यो गीत चाहिँ म बबाले हान्छु भनेर प्रिपेयर गरेर बस्छु होला। ओके सबजना च्याट इफ यु आर inside your house please like wear the headphones okay for better experience okay, wear earphones for the better experience. Ria the superstar is here okay. Okay लिऊ तिम्रो टाइम लिऊ है, तिम्रो टाइम लिऊ। ओके सुरुमा चाहिँ म कलेक्सन हान्दै गरौँ कि क्या हो, एक्सेप्ट गर कलेक्सन हान्दै गरौँ। ओके सुरुमा चाहिँ आमाको गीत गाउँछु ल, अनि त्यसपछि लभ सङ है। ओके ओके हुन्छ हुन्छ, तर सुन है आमा मतलब गीतहरू चाहिँ लङ 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 चाहिँ नलगा कि, टिक्का टिक्कामा छोडिदेऊ, टिक्का टिक्का, किनकि यता सबै धेरैजना वेट गरेर राख्नु भएको छ फेरि हुन्छ कि बुझ्यौ। ओके लेट्स स्टार्ट अलमा जाने कि अलिकति फ्राइडे भनेको चाहिँ गुड फ्राइडेमा चाहिँ अलिक रमाइलो गर्ने हो कि माम्स, बुझ्नुभयो कि भएन? मलाई नि मेसेज आइसकेको थियो कि हजुरको कुलबाई भान्जाको वेटिङ भनिरहेको थिएँ, त्यही भएर एकजनासँग खेलिरहेको थिएँ एउटा ऋतु भान्जीसँग, अनि फेरि अनि म यता आएको। ठिक छ भान्जी सान्जी त खोज्नुहुन्छ कि, तर भान्जीको पछाडि बुहारी लगाएर के एकजना खोजिदिएको भए कति खुसी हुन्थ्यो होला। म आफू नै तन्नरी हुनको लागि जुङ्गा धस्काएर बस्दिनी, अनि कहाँ भान्जाहरूको पालो अवस्था होइन कि भान्जा अस्ति म आएको थिएँ नि त, अनि भान्जाको वाट्सएपै राख्दै के भएको वाट्सएप कहाँ, म वाट्सएप अहिले अलिकति बिग्रेको छ माम्स, त्यही भएर हो। मामा यता सुन्नु त, यता सुन्नु एकैछिन मलाई टाइम दिनु मामा। म एकछिन एकजना बहिनीलाई मैले अघि म एकछिन आउँछु ल बुनु भनेर भनेको थिएँ, त्यही भएर है ल मामा ल। हस् आशीर्वाद चाहियो कि ए ल थ्याङ्क यू मै नै हो बाबै। दाइ यता ठुलो पर्दामा राख्नु नि दाइ, ठुलो पर्दामा हालौँ ल, चल ठुलो पर्दामा राखिदिए। ठुलो पर्दामा राखे माया छ के छ ला कि कहाँबाट है त दाइ? अहिले म इन्डियामा छु, म पश्चिम कैलाली हो दाइ मेरो घर। ए कैलाली कहाँलाई हो? कैलाली जयसीपुर दाइ, जयसीपुर धैरेनी दाइ। ए ठिक छ कहाँ इन्डिया छ अहिले तँ? दाइ इन्डियामा छु। बाबा के भयो मेरो भाइ, के सबजना करण लेख्न आयो, म त कहाँको करण आयो के आयो यार यो आज भनेर यार। न कि दाइ धेरै दिनदेखि दाइ धेरै अब धेरै भइगयो दाइ, जोइन हुन खोज्न लागेको थियो दाइ नै, अनि त्यसै हुन लाग्थ्यो दाइ, अनि जोइन हुन पाउनु लाग्थेन। अस्ति न अशोकले पनि त्यो टी सर्टमा यसो देखाएको थियो नि दाइ, फोटो देखाएको थियो तपाईँको, उसले पनि करण भनेको थियो त, त्यतिखेर पनि मिस आउट भयो। अनि अलि आज अनि एउटा भिडियो अपलोड गरिदिएको थियो क्या दाइ, अब गुनासो नमान्नु दाइ होइन, अब भाइले यस्तो गर्यो भनेर नसोच्नु होइन। मैले त यति म त सोच्ने म त दुःख मानेछु दाइकोलाई होइन यसो क्या दाइ, कस्तो भने चाहिँ हिजो तपाईँले अब कस्तो भने चाहिँ म स्टार्टिङ टु इन्डिङसम्म करण भनेर कुदाउनु लाग्थेँ होइन दाइ, देख्नु भएको थियो मोस्ट कमेन्ट, अनि त्यही बारेमा मैले के भनेको थिएँ, अनि कसैले देखेर पनि नदेखे जस्तो गरेँ, इग्नोर गरेँ, चित्त बुझेन, मलाई मन दुख्यो किन गरेँ भनेर त्यो भिडियो हालेँ। अनि आएर यस्तो गाली खाएँ कति बेरसम्म त, अनि गाली गर्ने त हुन्छ। अब त्यस्तो भनेपछि गाली गर्ने होइन नि त। म मान्छेसँग बोलौँ कि अब कमेन्ट हेरेर यताउति गरौँ कि यता त्यो हुन्छ कि बुझ्यो कि बुझेन। तर ठिक छ माया छ अलवेज। इन्डियाबाट VPN भएर पनि लगाएर ओहो लाइभमा आइदियो। VPN गयो दाइ एकछिन रुक्नु दाइ, VPN लगाएर आउँछु दाइ, मलाई फलो ब्याक दिनु दाइ। ओके भाउ चाँडै आइहाल्यो है, VPN लाई लिएर आउनु सँगै काखमा बोकेर ल्याउनु। रुक्नु दाइ, VPN गइसक्यो दाइ, कसम दाइ, झुटो बोल्न लागेन दाइ। ल ठिक छ एकछिन म अरू करणसँग बोलौँ है, एकैछिन त VPN लाई बोलाएर आइज, म अरू करणसँग। हेलो करणजी। हेलो दाइ, बिग फ्यान।
थ्याङ्क यू सो सरी है यो करण भाइको चक्करमा मैले सबैजनालाई एकछिन टाइम लिएछु सबैजनाको टाइम वेस्ट गरिदिएँ आइ एम सो सरी है करणजी ठिक छ ठुलो रहर थियो दाइ हजुरसँग जोइन हुने आज सपना पुरा भयो कहाँ हो हजुरको घर पाल्पा रामपुर दाइ म गरौँ फलो गरौँ ब्याक दिनु नि दाइ म फलो गरिसकेको ओके 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 हाय 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 ल ठिक छ माया छ अलवेज यो करण जोशी हेलो करण जोशी कहाँबाट छौ राजा हेलो म यता बुटोल ए बोतलबाट म फलो त गर्नु भएको रहेछ मैले फलो गरेको छु ल हजुरले फलो ब्याक दिनु होला होइन फलो थियो त मेरो होइन थिएन रहेछ होइन मैले फलो गरेँ ओके माया छ बुटोल कहाँ भन्नुभयो बुटोल बर्दाघाट चिन्नुहुन्छ बर्दघाट चिन्छु नि किन्न तर ठिक छ एकछिन सुन्नु त म सबैजना करणलाई त जोइन गरेँ सबैजना करणहरू पनि आए तर आज फ्राइडे नाइटको दिनमा केही न केही स्पेसल करण ग्याङले चाहिँ केही न केही स्पेसल त गर्नै पर्छ के त्यसैले सुरुमा चाहिँ आए यो त करुण रहेछ को हेलो हजुर दाइ हजुर अच्छा करुण म करण बोलाउन चाहिँ यु कहाँबाट ल्याइ भाग्यमानी भइसक्यो दाइ म आज ठिक छ अर्को वरुणजी जोइन हुनुभयो ठिक छ माया छ अलवेज लभ छ कोही करणहरू मध्ये कोही एक्स्ट्रा कोही करण छ जसले कोही ट्यालेन्ट के देखाउन चाहन्छ भने यु आर अलवेज वेलकम है कोहीसँग छैन कि क्या ट्यालेन्ट मसँग त छैन टाइलेन्ट कसैसँग पनि छैन अब ठिक छ बुटोल आएर फुल्की चाहिँ खानु पर्ला जस्तो छ करण जोशीको घरतिर आउनु न आउनु वेलकम एकदम माया छ सम्पूर्ण करणहरू जति पनि जना छ अलवेज लभ छ ग्याङ अलवेज लभ छ सबैलाई भनौँ न सबैलाई मस्ट लभ छ करण खड्काजीलाई पनि नेमारको फ्यान हुँदो रहेछ एकदम माया छ ओके अब आफ्नो लाइभ एकछिन सुरु गरौँ राजाहरू एकदम माया छ है हेलो ओके दाइ माया छ रामपुरबाट दाइ हेलो हेलो राजा हेलो दाइ बिग फ्यान थ्याङ्क यू राजा कहाँ हो घर दाइ मेरो त बाजुरा हो दाइ ब्याग मैले दिइसकेँ सबैलाई दिइसकेँ हेर त सबै चेक गर त सबैलाई दिइसकेँ मैले है ए हस् ल ओके टेक केयर दाइ थ्याङ्क यू लभ यु ल राम्रोसँग बस्नु गएँ म अब आफ्नो लाइभ एकछिन सुरु गरौँ राजाहरू एकदम माया छ है हेलो ओके दाइ माया छ रामपुरबाट दाइ हेलो हेलो राजा हेलो दाइ बिग फ्यान थ्याङ्क यू राजा कहाँ हो घर दाइ मेरो त बाजुरा हो दाइ ब्याग मैले दिइसकेँ सबैलाई दिइसकेँ हेर त सबै चेक गर त सबैलाई दिइसकेँ मैले है ए हस् ल ओके टेक केयर दाइ थ्याङ्क यू लभ यु ल राम्रोसँग बस्नु गएँ म ओके